Hi guys, welcome to Jimma Vlogs. गुड मर्निङ सबैजनालाई स्वागत छ नयाँ भिडियोमा। आज चाहिँ हामी बिहानै शनिबार बिहानै कति 5:30 बजे हाइकिङ जाँदैछौँ धरानतिर। हामीसँग समर्पण भाइ पनि छ, दाइहरू यता म सौगात। अनि अगाडि दुईजना मान्छे हरेको गरे प्रशान्त र को छ? दुईजना भाइहरू, प्रशान्त छैन। मेरो युट्युब च्यानल ल गाइज हामी चाहिँ सफारीमा मास्टारीबाट चढेर टिटरी आइपुग्न आँटिसक्यौँ। हामी यहाँबाट 3 जना छौँ होइन, बाँकी 2 जना आउँदैछ। केटा कि केटी पनि थाहा पाइदिएको, कुकुर केटा हो केटी हो। एक्सपर्ट छ सौगात त्यस्तो। हामी 5 जना भयौँ आज। सबैजना रेडी हुँदैछन्। धरानको गाडी चाहिँ कस्तो खाँदेको बिहान अन्त बिहान सबजना अचेल किन धरान जाँदैछन्? डेटिङ होला नि त सबैको। यहाँ के अरे यतातिर गर्मी बढेर हो क्या, सबजना माथि त्यही भएर होला। अति नै आधी जनसङ्ख्या जान आँटेछ त माथि। ल खाली गाडी भेटिसक्यौँ हामीले। खाली गाडी चढौँ। कहाँ हो सफारीमा? म्याजिकमा। ओहो ऊपर आना तो काम त। मेरो पोको M2 क्यामेरा छ। क्यामेरा जोतको छौ क्यामेरा मेरो त। तिम्रो अघि अर्कै थियो होइन र? सौगातकोले गरेको थियो अघि। मेरो त खासै क्वालिटी हान्दैन। दुईटामा गयो 400 300 100 रुपियाँ आउँदा जान पायो नि त। अनि त्यो दुईजना खासखुच पाएर हुन्छ कि? बिचारै नत्र भने दुईटा अटोमा 100 रुपियाँ थपेर दुईटा अटो जान पाइन्छ। अटिन्छ होला होइन र? सानो मान्छे त काठमा लाउनु, अलि मोटो मान्छे मसँग। मोटो को हो? तिमी नै बस होला। हजुर तिमी नै बस। ल हामी अटोमा जाँदैछौँ अब। पैसा डटफट हुँदैछ। ल गाइज हाम्रो चाहिँ ट्रेक सुरु भइसकेको छ। हाइकिङ हल्का केटाहरूसँग रमाइलो भइरहेछ अहिले। झोलुङ्गे पुल कटेर ठाडा बाटो हिँड्दैछौँ अहिले चाहिँ हामी। कहिले काहीँ नेचरसँग यसरी घोलमिल हुनुपर्छ होइन, रिफ्रेसमेन्टको लागि। यस्तो किराहरू कराएको चाहिँ दामी लाग्छ क्या मलाई। You go clubbing, we go hiking. यस वी आर नट सेम ब्रो भन्ने। You drink beer, we drink local झोल। लोकल झोल, लोकल सुप। के हो दाइ? भिडियो बनाउने क्या? ल मन चिप्लिँदै नचिप्लै केटा। बिस्तारै बिस्तारै नै हिँड्ने हो। ल कस्तो के भिडियो बनाउने हो? एउटा पोस्ट दिने अरे क्या पछि। अलिक सबैजना देखेर छुट्टा मजा भएर त देऊ। अलिक माथितिर यो त भर्खर सुरुवात हो। हामी चिन्डे डाँडासम्म जाने होइन? चिन्डे डाँडादेखि माथि, अझै माथि त्यहाँदेखि चिन्डे डाँडादेखि हो नि दाइ। ए चिन्डे डाँडादेखि अझै 2 घन्टा। अझै 2 घन्टा ल भेटे सबैलाई। एडभेन्चर हुने रहेछ। ल हामी चाहिँ हल्का सर्टकट, मेन बाटो चाहिँ यताबाट चाहिँ यत्रो घुम्नुभन्दा बरु यहीँ माथि जाँदाखेरि सट्ट चल्दिउँ न भनेर घोडाको बाटो हल्का यहाँ भर्याङ जस्तो नि रहेछ, चढ्दै जाने हो। सर्टकट इज अलवेज अन। वाट फास्ट मजै भइरहेछ अहिलेसम्म चाहिँ। भेटेको
केटाहरू त सकात आधी बाटो आउँदा गरी भएर गन्जीमा हिँड्यो भने तिमी चाहिँ ट्यान्टप गन्जिन भनिहालौँ ट्यान्डप भन्नु ल लेट्स गो खोइ बिग्रो यहाँ मसँग जाने कि गर्ने कस्तो दामी देखेको है स्टेडियम चाहिँ स्टेडियम अस्ति कन्सर्ट लाग्ने यही होइन यही स्टेडियममा यही त हो नि त कृष्ण गुरुङ आएको अस्ति हेर अल्बर्टोस पनि आएको अहिले चाहिँ हाम्रो रेस्ट भइरहेको छ चिन्डे डाँडा जाने बाटो यता माथि हल्का 50% गइसक्यौँ अब 50% मा कि रेस्ट गरेर पानी खाँदै हल्का पसल पनि छिटो हिँड्यौँ नि त हामी सबैजना छिटो हिँड्यौँ नि त एकदम मोडरेट एकचोटि त बसिनँ भने इजी पेस म भएको पा 10 मिनेट खाइसक्थेँ अरे जानु न त होइन होइन म त जान्न The Blue City. दाइ फेरि बाटो थाहा छैन हतार हतार गर्दै पसिना भयो सौगात दाइ समर्पण भाइ भन्दै अरे पोलो डाँडाबाट फाइनली चिन्डे डाँडा हो सिनेरी हेर्नु न यहाँ सिनेरीको भिडियोमा जाउँदा त्यहाँबाट ढाक्क माथि पुगिन्छ नि एउटा खोला रहेछ त नि कुन खोला हो हो दामी भ्यू यहाँबाट चाहिँ पेद्दु भयो नि फाँक भयो फाँक हिँडेको होइन हुनु त यहीँ अगाडिबाटै हिँड्यो हो तर उकालो ओह्रालो भयो कि अब हल्का माथि रहेछ देउसी रे रामरी भन देउसी रे ए शर्मिलाई भन देउ छोरी ए रातो माटो देउ छोरी ए चिप्लो बाटो ए लड्दै र पढ्दै घरको ब्याडीहरु भएको छ ए चिन्डेडाँडा आइपुग्यो ए देउसी रे ए हरियो बन हजुर हजुर ए नेपालको धन ए कति ए खोला उज्या आइपुग्यो है आइपुग्यो चिन्डे डाँडा आइपुग्यो तर के भन्नु गलेर फाँक भयो अहिले चाहिँ हल्का रेस्ट गरिराखेको कोसी हो कोसी हो समर्पणले दामी गाउन एउटा गीत हाम्रो त ठेप्पाले ल्याएको जङ्सर साह्रैको राम्री रहेछ आमालाई चाम्बानी ल्याएको तामाङी हो हैयामा बचपनकी प्यारी ल्याएको छु मैले नारी साउनु हैयामा तिराउलाई सिकाउँछु गुरुको तसुदुरलाई पाए मैले पो पनि मन मिली ल्याएको च्याङ भन्नलाई लासो रे लासो लासो ए लासो उसले चाहिँ स्न्याप हानिदिइहाल्दो रहेछ होइन ला ग्रुपमा एउटा स्न्याप चार्ट युजर हुन्छ नि देख्यो नि स्न्याप त्यस्तै यो चाहिँ लिम्बुनीको लागि ल लिम्बुनी पटेन लिम्बुनी सुँगुरको मासुमा पल्किने लिम्बुनीतिरै ढल्किने सुँगुरको मासुमा पल्किने लिम्बुनीतिरै ढल्किने लिम्बुनी बोल्दै बोल्दैन
झुन्डेर डुओ ओभर हङ्ग्री हान्नु थाल्यो त हौ। केही झर्ला केटा अगाडि के खाने छ त अगाडि दोकान छ त्यो दुईटा छ यहाँ दुईटा छ त्यो तीनजनाले लाउन खाऊ भन्दै उठ्ने होइन अब रिजले नब केटीले खुवाएको त्यो चौकतालाई खुवाउन होला हुन्छ होला दाइ हेर्नु ल म खुवाइदिइहाल्छु नि मेरो त्यो टिचरहरू ट्रेनिङमा बसिरहेको होला सबैजना बिरामी अनि तिम्रो टिचरहरू सबै तिम्रै उमेरको छ ठुल्ठुलो छ रातो निगाला चाउरी परेछ सुल्टिनीको त्यो रातो गालैमा लान्छु तिमीलाई यो आउने सालैमा सुनको चुरा अनि औठी लगाइदिउला मखमली झोली अनि शिरमा सजाइदिउला हेर सुन्दरी लगन तिम्रो आएको छ मन पक्कै आँटेको छ चलो मन पक्कै चलो चलो हङ्ग्री भइरहेछ सबैजना यहाँ त होइन यहाँ राख्दैन म यहाँ डढाइदिन्छ नि त चाहिँदैन आगो बालिहाल्छ नि फोटो होइन दाइ बोक्नु मलाई प्लास्टिक के त फुलचुलकै बोक्छौँ कि ब्याग सबै खाने प्लास्टिकदेखि बोक्नु म एउटा त चलो 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 दोस्तो एउटा त नि हम जा रहा है भन्ने दोस्तो हमारा एडवेंचर शुरू हो गया है हम जा रहे हैं एडवेंचर पे चलो सो सुन्दरी आज के हो गीत बजाउने हिँड्नु क्या दाइ हजुर सो राइनी ब्याटिजहरू पढिहाल्छ कि ओके छ त होला होला बजाउँदै यहाँ गिटार खोलेर कडाङ हान्नुपर्छ भिडियो बनाउनु न यो चाहिँ चिन्डे डाँडा हुनु चाहिँ केही छैन नि भ्यू हेर्न मात्रै हो स्पट यहाँ तर तीनजना फोटो चाहिँ हान्नुपर्छ फोटो खिचिन नि ग्रुप फोटो हानौँ न यता सोलो पनि हानौँ ए मेरो गिटार किन भनेको यहाँ देखेँ नि त तिम्रै जस्तो छ सेम तर त्यो डिभाइसहरू मेरो टिममा गएर यहाँ बस्दा भने क्रेजी क्रेजी चिन्डे डाँडा फाइनली आइयो फाइनली आइपुग्यो राइनी ब्याटिजहरू पनि छ तर के गर्नु ब्याटिजले हेर्दैन अब हो गिटार बजाएर इम्प्रेस हान्नुपर्छ अब चाहिँ किन पैसा हालिदिएको सबले चढाइदिउँ न छैन नचढा पैसा दिनु हुँदैन होइन हुन्छ ए हुँदैन भत्काएर फेरि लान्छ क्या यो मान्छेहरू त मन्दिर भनेको त खै खै किन नि तर दिउँ न दिउँ अस्ति पनि आउँदा नआएर छोड्दा पैसा दिनु हुँदैन किन किन हौ 5 रुपियाँ किन चाहिँ दिनु क्या त्यही भगवानको नाममा प्लिज तामुङले चाहिँ नकाटोस् त्यही हो तिमीले त्यहीँ अड्क्यो हुँदैन हो त्यो त्यहीँ केही हुन्न जेन मैले छिराएँ त्यसमा पैसाहरू दिनु हुँदैन अरे क्या कसले भन्नु हो अनि के दिएको मान्छेहरूले त्यही एउटाले राख्छ अर्कोले लेख्छ अर्कोले राख्छ त्यो हो क्या भेडाहरू भेडाहरू हो क्या पनि भेडै भयो त नि गुरुङ हो तर राख्नु चाहिँ हुँदैन अरे त्यसरी पैसा के को लागि राखेको किन हो त्यो जोत्मा यहाँ डाँडामा राखेको कुच्याएर चाबी फुटाएर लगिदिन्छ पैसा हो है अनि त्यो छैन कि अट्टो पर्छ त्यो तामाङको घर छ सब हेर्नु न प्रायः डाँडा काँडा यस्तो पाहाडतिर सबै यस्तै त हुन्छ नि झन्डाहरू तामाङकै बस्ती हुन्छ प्रायः केटाहरू चाहिँ अगाडि गइसक्यो 3 जना के अगाडि भन्नु त्यही छ हामी पछि छौँ 125 सीसीको डियो त्यो यामाहा त्यो लामो कभरमा जुम गर्नु त कहाँ लामो त्यो सौगा दाइलाई क्या किन जुम गर्नु न अँ हामी चाहिँ अघि
आधी घन्टामा पुग्ने थियौँ त त्यो केटीले चाहिँ अलिक ढिलो गरेर मात्रै त्यो के बिचको केटी ढिलो हिँडेर होइन मेरो त कस्तो कम मेकअप बिग्रिन्छ कालो बन्छु सनस्क्रिन छैन के भनेर सनस्क्रिन लाउनु बिर्छ अरे नि त आज त्यही भएर हल्का ढिलो उसले गिटार बोकिरहेछ हल्का न हल्का ब्याग बोकिरहेको छ सही हो अब खाजा साजा खाने हो पारुखाङ खाजा गर तिमी अन्डा नि खाँदिन र सौगात भइहाल्छ नि त्यो किन हातिन त्यसमा रसगुल्ली थुक्पा जिन्दाबाद उसको बोली यस्तै हो क्या होइन बच्चाहरू हुन्छ यो पनि खाने डटपट भइहाल्छ होइन धेरै स्कुलमा टिचर गरेर हो क्या होइन प्योर भेज होइन भेज अन्डा त खान्छौ त कहिले चाहिँ खाएको देख्यो खाँदिनौ मेरो कम्युनिकेसनै कम छ क्या आजकल कुरा हुँदैन को मान्छेसँग मेरो यस्तो मान्छेहरूसँग कम्युनिकेसनै हुँदैन के भन्दा ठुलो के भन्दा सानो कस्तो हो यार हो क्या कागज के फूल लाओ तेरे लिए खत लिखूं मैं तेरे लिए मैं खुदा पे मानूं नहीं पर मांगू दुआ तेरे लिए टाइम लाग्छ तो भिडियो भइसक्यो ओ पुरै मनमा बसिनु तिमी हाँसोमा रङ्ग थपी आउनु है कुन चाहिँको घरलाई आर्मी स्कुल भनिदिन्छ अन्त त हो मिलाए भनिदिएको सपोर्टिभ फ्रेन्ड होइन दाइ सेसे भयो नि सेसे भयो के सेसे भयो हल्का ओ हामी चाहिँ चिन्डे डाँडा भन्दा नि अझै माथि नै जाँदैछौँ हाम्रो एकजना साथी चाहिँ फर्क्यो चिन्डे डाँडाबाट 5 जना थियौँ 4 जना भयौँ हामी चाहिँ पुगेरै फर्किने जसरी भए पनि होइन समर्थन भाइ एकदमै दाइ हामी पुगेरै छड्ने हो आँटेपछि आँटो वा के हो त्यो ए कहाँ पुग्दो रहेछ ल के भएको चल आउनु पुग्यो ढुङ्गा हानेको क्या दामी भ्यू यहाँ चाहिँ दामी बस्ने ठाउँ रहेछ यता माथि जाँदै गर्दाखेरि मुन्दुम जाँदै गर्दाखेरि यहाँदेखि चाहिँ यस्तो भ्यू देख्न सकिन्छ हामी तपाईहरु पनि आउनु होला एक न एक दिन डुल्दै घुम्दै यहाँ तल नै चाहिँ चिन्डे डाँडा त्यहाँबाट हामी माथि हुँदै यता आइपुग्यौँ यहाँबाट माथि पुग्न अझै कति घण्टा लाग्ने हो थाहा छैन जे होस् हामी हिँडिरहेको छौँ हाम्रो जारी नै छ यात्रा जारी नै छ हाम्रो ल चलो चलो भोक लाग्दा त खानु पर्यो नि त हैन ल हुन्छ बाजे हामी अहिले आएर टिका लाउँछौँ ल मन्दिरमा आउनु है हुन्छ मन्दिर आएपछि टिका लाउनै पर्यो यही बाटो फर्किनु पर्छ याद भइहाल्छ नि राम्रो दामी नि यहाँ माथि कसले बनायो हो यस्तो बाटोमा नि यो रेलिङ चाहिँ कसले हान्छ यस्तो बिगट ठाउँमा पनि यहाँ अचम्म लाग्छ अब चौतारा अरे तर यता बाटो छ अरे नि त ओइ स्विमिङ पुल हो क्या यता त ल गाइस आइपुग्यो है मन्दिरतिर आइपुग्यो बल्ल भर्याङ सकियो यत्रो माथिबाट यतापट्टि पनि बाटो रहेछ दामी ठाउँमा आइपुग्यो यार
तलै होला यही छ केटीहरु नि केटाहरु हामीभन्दा छिटो निस्केका हुन् यिनीहरू जोम हामीभन्दा छिटो निस्के ए हैन यिनीहरु के फेरि ए भने केटा ल गाइस कस्तो भयो ट्रेक आजको हाइकिङ त्यस्तै हो तर माथि आएपछि हावा चाहिँ राम्रो आउँदो रहेछ हावा चाहिँ वर्थ छ वर्थ इट छ ठाउँ के भन्छ यो केटा वर्थ इट छ यहाँ आएपछि चाहिँ हामी यहाँ आएको छौँ याक्थुङ मुन्दुम याक याक्थुङ मुन्दुम ट्रेल अनि यहाँ किन आउनेको मेन रिजन भनेको चाहिँ हाम्रो एउटा साथीको अलिकति उसको हिल गर्नुलाई उसलाई त्यो साथी चाहिँ उयो उसको लिम्बुनीको यादमा ऊ डुबिरहेको लिम्बुनी भन्नु पाएको छैन ऊ के छ उसलाई रिलिफ खोज्योस् अब रिकभर भइसक्यो हावा चाहिँ राम्रो चलिरहेको छ हावा दामी चल्यो हावा चल्यो बात हल्यो सरल हावा चल्यो सर पनि बोल्छ इङ्ग्लिस फरक वाह वाह भाइ पनि हान्दैन भाइ खानु हुन्छ नि दिदीहरू कस्तो कुरा गरेको हल्का दिएको नि दाइले नि हल्का थुपा थुपा खाना सिप सिप सब छ त हौ रेडी दिदी त ओभर हुँदो रहेछ त हौ दिदीहरूलाई भेट्न हाम्रो धेरै त्यो भयो क्या के भन्छ भाग्यमा हाम्रो भाग्य राम्रो रहेछ दिदी कोही यो मान्छे कतिले गएको अघि खोली पनि सकेछौ खोलिसकेछौ हानी पनि सकौ उता दिन्न फर्स्टमा चाहिँ यता अब यहाँ पानी पर्दैन अरे क्या गरेर पानी तर बाटो चिप्लो चिप्लो गीती हुन्छ नि त के छ बिस्तारै जानु पर्दै आएका हामी जाने पनि मन भाइ सही हो ल आइपुग्यो दामी भएर ल्याउँ न यता लगाइज हामी चाहिँ माथि पुगेर फर्की पनि सक्यौँ याक्थुम मुन्दुम याक भन्ने ठाउँमा बबाल छ ठाउँ माथिबाट आएर पनि खाजा खायौँ एकै ठाउँमा अनि अहिले हामी फर्किँदैछौँ भ्यू चाहिँ बेलुका बेलुका झन् दामी रहेछ भाइहरू बल खेल्दैछ त यो अगाडिको चाहिँ चिन्डे डाँडा अनि अलिकति माथि चाहिँ त्यो टावर भएको चाहिँ के डाँडा अरे समला डाँडा होइन हौ यो टावर भएको यो समला ए रमिते डाँडा रमिते डाँडा यो पनि रमिते नै हो त्यही रमिते लेख्छ त्यति मात्रै हो ए 12 को जति चिन्डे रहेछ अरू सबै रमिते लडिक छ आजको हाम्रो यही त इन्ड होला जस्तो छ फ्याट लस पुरै भइसक्यो फ्याट लसबाट फ्याट गेन पनि भइसक्यो हैन अघि भइसक्यो फ्याट लस फ्याट गेन मसल रिकभरी सबै भइसक्यो ड्रोन त्यहाँ उडाउँदै हुनुहुँदो रहेछ अहिलेको दाइले ल लभली भाइ एकदम मेसी भन्दा खतरा रहेछ भाइ ल फाइनली भानुचोक पनि आइपुग्यौँ हामी अब गच्छा जाने हो घरतिर सबैजना इटरी 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 यस्तो खाली आनन्दमा बस्ने हो नि होइन जहाँ बस्छ नि भाउ आज फाँक भयो यार नपिउने ल के भन्नु छ तिमीलाई भिडियोमा
मलाई यो भन्नु छ कि आज मैले राम्रो ब्याडिसहरू देखेँ होइन उसले पनि मलाई दिएको तर दुईजना बोलेन बोलिन देखादेख मात्रै भयो आँखाले बोल्यो आँखाले बोलियो हो त्यस्तै आजको ट्रेनमा धेरै खतरा भयो हाइट त बबाल भयो मजा आयो लास्टमा झन्डै रुको नि होइन अनि हाम्रो के भन्छ दिदीहरूलाई छोड्दाखेरि दिदीहरूलाई छोड्दा झन्डै रुसँग भयो दिदी सिदीलाई छोड्दा मोड्दा थुप्पा गिटार सितार आजको मेमोरी अब यहाँदेखि सिधै घर जाने हामी धन्यवाद आजलाई यति नै हामी फेरि पनि आउँदै गर्छौँ लाइक कमेन्ट गर्नु होला आरिगातो ल बाई बाई गाइज अहिलेलाई ल गाइज हामी चाहिँ बाँसबारी चोक आइसकेका छौँ जहाँबाट भिडियो सुरु भएको थियो त्यहीँ नै इन्डिङ क्या त्यसको लागि इन्डिङ कहाँसम्म भएको छ भने त्यसको लागि तपाईँले फुल भिडियो हेर्नुपर्ने हुन्छ फुल भिडियो तपाईँले हेर्नु है त मलाई सपोर्ट गरिदिनु लाइक गर्नु कमेन्ट गर्नु सघाउने त जहिले गर्छ सकेसम्म सेयर पनि गरिदिनु हाम्रो जिम्मालाई बिचरालाई ब्लगर हुने धेरै चाहना छ म जस्तै म सौगातबाट इन्सपायर भएको खासमा भन्नुपर्छ होइन म त उसलाई पछि सौगातले छोडिहाल्यो उसले 12देखि नै गरेको 11-12देखि तिमी 10देखि गयो कहिलेदेखि स्टार्ट गरेको ब्लग 12देखि होला मैले 12देखि ल त्यही नै हो अब आजको सक्यो दिन पनि सक्यो गिटार बजायो सुपा खायो अनि थुप्पा सुप्पा गिटार सितार अनि मुन्दुम बिहान 5:30 बजे घरबाट हिँडेको अहिले 7:30 भएछ 14 घन्टा हो हराएको त्यही नै हो अब ट्रेकिङ जाँदा सर्ट लगाएर जानु पर्दो रहेछ यति चाहिँ कुरा थाहा पाइयो हो नि त्यहाँ कति दामी सर्ट रहेछ क्या न बाक्लो न पातलो न हामी अर्को भिडियोमा भेट्छौँ अहिलेलाई चाहिँ यति नै हो आजलाई